Namaste. So, I hope सबैजना सन्चै हुनुहुन्छ. So this is Prijul Nepali and I'm Sara. So मेरो म्युजिकको जर्नी चाहिँ सानैदेखि स्टार्ट भयो. एउटा म्युजिकल फ्यामिलीमा हुर्केको. जुजु बाजेदेखि बाजे ड्याडी अनि त्यसपछि अब दाइ हुँदै म हामी चाहिँ म्युजिकमै मिल्यो भनौँ. सो गीत लेख्ने दौरानमा चाहिँ म कता पुग्छु कहिले एकचोटि चाहिँ जिन्दगीको यस्तो फेज पनि आयो जहाँ चाहिँ मलाई सबै कुराले एकदमै पिरोलिरहेको थियो. दुःख सुख कति कुराहरू अल्मलिरहेको थियो होइन. अनि म आफ्नो एउटा बाटो खोजिरहेको थिएँ कि त्यो बेला एकदमै आफूले आफूलाई भेटिरहेको थिएँ अनि एउटा स्केप खोज्दै थिएँ जिन्दगीमा. त्यही अनुसार चाहिँ मैले एउटा गीत लेखेको थिएँ. यो गीतको नाम चाहिँ सर. आई होप तपाईँहरूलाई मनपर्छ होला है त. आकाशमा उड्न जाऊ बादलमा बसेर आकाशमा उड्न जाऊ जिन्दगीबाट किन छुट्टिएर हाँसेर दुःख sunset.
Thank you. खोज्नलाई चाहिँ अलि समय नै लाग्दो रहेछ क्या अनि त्यो टाइममा चाहिँ मैले आफूसँग नै धेरै समय बिताएँ पनि मलाई चाहिँ आफ्नो समय मलाई चाहिँ एक्लै नै रमाइलो लाग्छ क्या आई गेस कतिजनालाई त्यो लाग्छ होला सेल्फ टाइम चाहिँ एकदमै इम्पोर्टेन्ट छ अनि आई गेस सबैभन्दा धेरै मन पराइदिनु भयो गीत मलाई पनि सो आउँछ भने चाहिँ सँगै गाएर साथ दिनु होला है त थ्याङ्क यू यो रातको जेलमा बाफो धनमा चढे छतमा एकको छु हाँसेको दिनलाई खोताले हेर्दा कम्तीमा 1 वर्ष आज पनि हुन खोज्छु आँसु भने आँछ भित्रै सुक्यो जस्तो लाग्छ खै मलाई थाहा छैन प्रश्न फेरि गरिसके उत्तर भने थाहा छैन हाँस्न प्रयास गर्दा गर्दै हाँसो पनि हाँस्दैन मनले बोल्छ मनले सुन्छ मनले बुझ्छ मनले हुन्छ मनको कुरा मनलाई थाहा छ मनको पीडा Thank you. तपाईँहरूले त्यो फलो गर्नुहोस् है ल सिम्पल लाइन छ चिसो पानी मात्रै हो तर हामीले सँगै गाउँदाखेरि चाहिँ अझ रमाइलो सुन्नु जस्तो लाग्छ मलाई है त सो मसँगै सँगै चाहिँ तपाईँहरूले चिसो पानी भन्नुहोस् है त सँगै है त हाम्रो ब्यान्डसँगै
1, 2, 3 साउन्डै पुगेन मलाई त म इङ्ग्लिस लाइन भएर हो कि है म फेरि एकचोटि भन्छु त फेरि एकचोटि माथि नभन्नु पऱ्यो है त 1, 2, 3 आयो क्या साउन्ड त माथि पनि थ्याङ्क यू सो मच हेलो एभ्रिवान सो न्यु इयर चाहिँ कस्तो भयो तपाईँहरूको सबैको न्यु इयर रेजोल्युसन त भइसक्यो होला है न्यु इयरको लागि चाहिँ यति साउन्डले चाहिँ पुगेन है त फेरि म एकचोटि लास्ट 1, 2, 3 भन्छ आफ्नो लाउडेस्ट भोइसमा नदिना भन्नु पऱ्यो है त हिजो बवाल पार्टी गरेको थिएँ क्या स्वर सुके जस्तो लाग्यो है ल ल है त रेडी 1, 2, 3 लेट्स गो ल नेक्स्ट सङ चाहिँ मतिना आउँछ भने सँगै गाएर साथ दिनु होला है त ताली बजाउँछ नि लेट्स गो सँगै है त ताली
छ है त। तर म चाहिँ दार्जिलिङ म्युजिकको लागि एकदमै आफै पनि एक्साइटेड भइसकेँ। अनि तपाईँको रियाक्सन्सहरू हेर्न मन छ क्या मलाई चाहिँ। अनि यसमा धेरै कुराहरू छ। अनि थ्याङ्क्स टु टिम ज्यास मैले यता कता भन्छ कि देखिनँ हो, कता हुन्छ ज्यास टिम। ए ल देखेँ मैले फुल। सो आशुतोष पनि यता आउनु भइसकेको छ। अनि मैले धेरै चिन्ने फेसेसहरू पनि देखिरहेको छु। अनि थ्याङ्क यू एभ्री वान वन्स अगेन फर कमिङ हियर। सो अबको सङमा चाहिँ तपाईँहरूले चाहिँ एकदम गाह्रै साथ दिनुपर्छ है त। आई होप दिस वुड बी द लाउडेस्ट साउन्ड अफ टुनाइट है त। मसँग एकचोटि गाउनु ट्राई गरौँ है त। यो केटी कहाँको सम्झिनै, यो केटी कहाँको, यो त एकदमै भयो क्या। आउनु पनि छाती खोलेर अलिकति क्या। यो केटी कहाँको, यो हो नि त। पानी चाहिन्छ भने भन्दै म पानी दिन्छु बरु ल। यो केटी कहाँको होइन होला, यो केटी कहाँको। अनि फुलको थुङ्गा टिपेर दिन माफीको, फुलको थुङ्गा टिपेर दिन माफीको। Please make some noise. अनि हाम्रो सिङ्गल हो हुन्छ म भनिदिइहाल्छु अहिलेदेखि नै। Orbik भाइ, very handsome guy, make some noise for Orbik. अनि हाम्रो मुस्कानमा फेरि मुस्कानले ढाल्ने मुस्कान भएको दाइ चाहिँ हाम्रो make some noise for किरण भाइ। अरूको त भाग्य फुट्यो
यो केटी कहाँको 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 कस्तो लाग्यो तपाईँहरूलाई? यो त के हो यार एकदम खुसी एकदम के भन्नु त एकदम एक्साइटेड अलवेज एक्साइटेड थ्याङ्क यू सो मच। अनि निरञ्जन दाई अलिक कुरामा पर्नु भयो। निरञ्जन दाईको लागि एकचोटि फेरि एकछिन हल्ला गरिदिउँ न। निरञ्जन दाई तपाईँलाई चाहिँ कस्तो लाग्यो त? कस्तो लाग्यो मसँग बजाउन पाउँदा भन्नु सक्छ क्या? राजा राजा भएर आइरहेको छ त्यही माइक रहेछ। सो सरी। ल भनिदिनु न कस्तो लाग्यो तपाईँलाई चाहिँ? मलाई त सरर लागिरहेछ क्रिएटिभ एन्सर दिनुभयो त अहिले। अनि डार्लिङ म्युजिकको लागि चाहिँ कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ? डार्लिङको लागि कि म्युजिक हो यो त कडै आयो त है। यताबाट सुरु गर्नु क्या हो? ठिक छ कस्तो कस्तो लाग्यो तपाईँलाई अनेस्टली? फ्रेङ्कली स्पिकिङ एकदम खुसी लागिरहेछ है एकचोटि अब अरूलाई पनि सोध्नु पर्ने छ All right, that was truly amazing. Ramainu bhairasa? All right, ladies and gentlemen, give it up one more time for Prisol Nepali and Sarara. So you say Hamraz. 9, 8, 7, 6, 5, 4, 3, 2, and 1.
साउथे धुनु गसाला काल एला स्यासी के काडौ छन्गुठो माया जाल चुम्बक न साउथे धुनु गसाला काल आजी सायामा पुला ओ डार्लिङ मेजो